समाचार पार्टी हेल्थ टिप्स अन्तर्गत आज प्रस्तुत गर्नेछौं हार्ट अट्याकबाट कसरी जोगिने। हार्ट अट्याक यस्तो रोग हो जसको समयमै पहिचान र उपचार गरिएन भने बिरामीको ज्यान जान सक्छ। मुटुमा रगत पुर्याउने धमनी अचानक अवरुद्ध हुनुलाई हार्ट अट्याक भनिन्छ। यसमा मुटुले आवश्यक अक्सिजन र पोषक तत्वहरू पाउँदैन, मुटुलाई कमजोर हुन्छ र अचानक मृत्यु पनि निम्त्याउन सक्छ। यो भनेको जीवनलाई खतरामा पार्ने अवस्था हो, तर चाँडै यो अवस्थालाई पहिचान गरी तुरुन्तै उपचार गरियो भने यसको प्रभाव कम गर्न सकिन्छ र जीवन बचाउन सकिन्छ। धमनीहरूमा जमेका बोसोमाथि अचानक रगतको ढिक्का बस्ने वा रगत जम्मा भएपछि हार्ट अट्याक हुन्छ। सुर्तीजन्य पदार्थको प्रयोग, धूम्रपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, हृदयघातको पारिवारिक इतिहास, खराब आहार, व्यायामको कमी र तनाव जस्ता कारकहरूले हृदयघातको जोखिम बढाउँछन्। यद्यपि यी कारकहरू बिना 5 मध्ये 1 हृदयघात हुन सक्छ। हार्ट अट्याकको लक्षण: हृदयघात आउँदा गम्भीर पीडा महसुस हुन सक्छ। छातीमा भारीपन, निसासिएको वा छातीमा जलन महसुस हुन्छ। सामान्यतया छातीको बीचमा वा बायाँपट्टि अप्ठ्यारो महसुस हुन्छ। अप्ठ्यारोपन घाँटी, बायाँ हात र माथिल्लो पेटमा फैलिन सक्छ। पसिना र वाकवाकी आउन सक्छ, तर धेरैले यसलाई एसिडिटी सम्झिन्छन् र गल्ती गर्छन्। हार्ट अट्याकको लक्षण देख्दा के गर्ने? हार्ट अट्याकको लक्षणहरू देखि तत्कालै एम्बुलेन्स वा आपतकालीन सेवाहरू बोलाउनु पर्छ। इसिजीले हार्ट अट्याक पुष्टि गर्ने भएकोले 10 मिनेट भित्रै इसिजी गरिसक्नु पर्छ। इसिजीले हृदयघात पुष्टि गरेपछि तुरुन्तै एस्पिरिन वा स्टेटिन ट्याब्लेट दिनुपर्छ। बिरामीलाई जमेको रगत पगाल्ने औषधिहरू वा अवरुद्ध धमनीका रक्त प्रवाह पुनर्स्थापित गर्न एन्जियोप्लास्टीको सुविधा भएको अस्पतालमा लैजानुपर्छ। हार्ट अट्याकको उपचारमा समयले महत्वपूर्ण भूमिका खेल्छ। हार्ट अट्याक भएको पहिलो घण्टालाई गोल्डन आवर भनिन्छ। यो समयभित्र नै उपचार मिल्यो भने मुटुलाई न्यूनतम क्षति हुन्छ। उपचार 6 देखि 12 घण्टा ढिलो भयो भने क्षति बढी गम्भीर हुन सक्छ। हार्ट अट्याकबाट कसरी बच्ने? फलफूल, तरकारी, सिङ्गै अन्न भरपूर भएका आहार खानुहोस्। दैनिक कम्तीमा 30 मिनेट व्यायाम गर्नुहोस्। सुर्तीजन्य पदार्थको प्रयोग पूर्ण रूपमा त्याग्नुहोस्। योग र ध्यान मार्फत तनाव कम गर्न सकिन्छ। नियमित रूपमा आफ्नो रक्तचाप, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा जचाउन पनि आवश्यक छ। यी सरल उपायहरूले हृदयघातको जोखिम 70 देखि 80% कम गर्न सक्छ। तर यसका लागि 3 आवश्यक चरणहरू पनि महत्वपूर्ण छ। लक्षणहरू चाँडै पहिचान गर्नुहोस्। हार्ट अट्याक भएमा तुरुन्तै इसिजी गराउन आवश्यक छ। रगत पातलो पार्ने र रगतको ढिक्का फुटाउने औषधि खान आवश्यक छ अनि तत्कालै एन्जियोप्लास्टी पनि गराउनु पर्छ। यी तरै हार्ट अट्याकबाट जोगिने केही उपायहरू आजको हेल्थ टिप्स अन्तर्गत प्रस्तुत गर्यौं।